हेलो नमस्ते तपाईहरुलाई फेरि यो मेरो ड्राइभिङ लेसनको भिडियोमा स्वागत गर्न चाहन्छु। मैले रोज यो रेन्स्युको लागि भिडियोहरु अपलोड गर्ने गर्छु। त्यसको लागि चाहिँ म पनि त्यति गाडी चलाउनलाई पर्फेक्ट त छैन। मलाई पनि रेन्स्यु हुन्छ र तपाईहरुले पनि यदि मलाई फलो गर्नुभयो, मेरो भिडियो हेर्नुभयो भने तपाईहरुले पनि केही जानकारी जाओस् भनेर भिडियो अपलोड गर्ने गर्छु। अब यहाँबाट म चाहिँ सासिचु गर्छु है त। सासिचु गर्दाखेरि जहिले पनि लुकिङ ग्लास हेर्ने मान्छेहरु आएको छ कि छैन अथवा साइकलहरु आएको छ कि छैन। अनि पछि जहिले पनि सासिचु गर्दाखेरि मान्छेहरु चाहिँ बाटो काट्न लागिरहेको हुन्छ के। त्यही भएको भएर मान्छेहरु बाटो काट्ने मान्छे छ कि छैन अथवा साइडबाट साइकलहरु गएको छ कि छैन, माकी कोमी जिको हुने सम्भावना पनि धेरै हुन्छ। त्यही भएर माकी कोमी खाकुनिन अनि पछि मान्छेले चाहिँ बाटो काट्न लागेको छ कि छैन भनेर त्यो चेक गरेर यदि कोही पनि छैन भने चाहिँ बाटो काट्दा राम्रो। ओके, यहाँनिर मैले रातो सर्कलले देखाइराखेको छु नि, यसलाई चाहिँ हियोसिकी भन्छ। यसको अर्थ चाहिँ चिउतेइसा किन्सी भन्छ। तपाईले छोटो समयको लागि पार्किङ पनि गर्न पाउनुहुन्न र लामो समयको लागि पार्किङ पनि गर्न पाउनुहुन्न है त। ओके, तपाईहरुलाई मैले रोडको साइडको ब्लकमा येल्लो सिधा लाइन देखाइरहेको छु नि, यसको अर्थ पनि चिउतेइसा किन्सी नै हुन्छ। अघि हामीले बाटोको साइडमा भएको बोर्डमा जुन चिउतेइसा किन्सीको खाम्बा थियो त्यसलाई चाहिँ हियोसिकी भनिन्थ्यो भने यसलाई चाहिँ हियोजी भनेर भनिन्छ है त। अर्थ चाहिँ एउटै हो, सेम। जति गाडी चलाउन पर्फेक्ट भए पनि नयाँ ठाउँमा जाँदाखेरि बाटो अलि फरक हुन्छ। अब लेफ्टको लागि ट्राफिक लाइट एरो बोल्या छ, काट्न पाइन्छ कि पाइन्न है। ओके ओके, त्यसपछि माइक कोमी खाकुनी गर्ने साइकल आइरहेछ तर अलि टाढा भएको भएर ओके गयो। यति भएपछि ओके, यहाँनिर पनि तपाईहरुले देख्न सक्नुहुन्छ माथिपट्टि चिउतेइसा किन्सीको हियोसिकी छ भने तलपट्टि येल्लो लाइन चिउतेइसा किन्सीको हियोजी छ। यसमा चाहिँ गाडी चाहिँ नरोक्नु होला। दुईटैको अर्थ चाहिँ चिउतेइसा किन्सी हो है त। यहाँ चाहिँ स्पिड लिमिट छैन, सेकेन्ड सकु त छैन, सो 60 किलोमिटर दुगुन पाइयो। लोकल बाटो इप्पान दौरो भन्छ, त्यसमा हामीहरु म्याक्सिमम भनेको 60 को स्पिड हो। अब हाइवेमा त 80 देखि माथि नै हुन्छ प्राय जस्तो। कति ठाउँमा 60 को स्पिड हुन्छ, त्यही पनि त्यहाँ लेखेको अनुसार दुगुन पाइयो। ओके, यहाँनिर फेरि तपाईहरुलाई मैले रेड सर्कल लाएर देखाउँदैछु नि, यसलाई चाहिँ केही खाइ हियोसिकी भन्छ के। यसको अर्थ भनेको वार्निङ साइन भनेको हो। यो जतापट्टि घुमेको एरो देखाएको छ त्यतैपट्टि त्यस्तै खालको कर्भ छ है भनेर भनेको हो। यसको अर्थ चाहिँ यसलाई चाहिँ ठ्याक्कै भन्दाखेरि चाहिँ उ सा हौ कु क्योकु भन्छ के। उ भनेको मिगी भयो, सा भनेको हिदारी भयो, हौको भनेको साइडतिर, अनि पछि कुक्योकु आरी भनेको चाहिँ घुमाउरो कर्भ छ है भनेर भनेको हो यसको अर्थ चाहिँ। यहाँनिर फेरि अर्को हियोसिकी आयो। यो भनेको किसेइ हियोसिकी रेगुलेटरी साइन भनेर भन्छ। यसको अर्थ भनेको तेनखाइ किन्सी भनेर भनेको हो। युटर्न गर्नको लागि चाहिँ धामे युटर्न गर्न चाहिँ मिल्दैन लेखेको साइन हो है त। この先右折専用レーンがあります。
ओके, यहाँनिर फेरि 2वटा साइन फेला पर्यो। यो 2वटा साइनको अर्थ एउटै हो, नझुकिनु होला। माथिको चिउस्या किन्सीको हेओसिकी भन्छ, अनि तलपट्टि यो रोडको साइडको येल्लो डट लाइनलाई पनि चिउस्या किन्सीको हेओजी भन्छ। माथिकोलाई हेओसिकी भन्छ भने तलकोलाई हेओजी भनेर भन्छ। अर्थ चाहिँ सेम नै हो। यहाँनिर पार्किङ लामो समयको लागि पार्किङ गर्न चाहिँ पाउनुहुन्न। ट्राफिक लाइटहरू अलिकति कन्फ्युज पाराको हुन्छ। अहिले सहर एरियामा भिडभाडहरू धेरै हुने भएर गाडीहरू पनि धेरै हुने, अनि पछि बाटोको लेन पनि धेरै हुने भएको भएर अलिकति कन्फ्युज पाराको चाहिँ हुन्छ कि बाटो। अनि छिटो छिटो ट्राफिक लाइट चेन्ज हुने अनि एकदम ढिलो चेन्ज हुने खालको पनि हुन्छ, आफूलाई अत्यास लाग्ने खालको पनि हुन्छ। ठाउँ ठाउँमा यो 100 मिटरमा 200 मिटरमा ट्राफिक लाइटहरू हुन्छ कि, त्यही भएको भएर बोर नमानिकन दिमागलाई चाहिँ ठन्डा गराएर ड्राइभिङ गर्दा चाहिँ एकदम राम्रो के। जति हतार गरे पनि जति ट्राफिक लाइट यो कट्न पाए हुन्थ्यो, यो कट्यो भने अलिकति चाँडै भयो भने गइन्थ्यो होला भन्ने खालको सोचाइ हुन्छ, तर त्यस्तो धेरै फरक चाहिँ पर्दैन जस्तो लाग्छ कि। यदि तपाईँलाई टाढा जान छ, अलिकति छिटो जानु छ भने तपाईँले हाइवेको बाटो युज गर्न पनि सक्नुहुन्छ। अब तपाईँलाई अब लोकल हो, नजिक हो भनेपछि त त्यति फरक पनि पर्दैन कि। हेर्नु न, अब अहिले भर्खर यो गाडी एउटा गाडी मात्रै छिर्यो कि, यस्तो हुन्छ कि बाटो यो ट्राफिक लाइट चाहिँ। भर्खर त्यहीँ पछाडि रोकेको, अहिले भर्खर एउटा गाडी गयो, रेड लाइट बोलिहाल्यो। यस्तो भएपछि नि भनेर तपाईँहरू चाहिँ अलिकति आवेशमा आउनु चाहिँ भएन कि। ट्राफिक लाइट धेरै हुन्छ, मान्छे बाटो काट्ने धेरै हुन्छन्। ट्राफिक नियमहरू पनि बाटोमा हिँड्ने बटुवा मान्छेहरूको लागि चाहिँ अलिकति सजिलो छ कि, राम्रो प्रायोरिटी चाहिँ बाटोमा हिँड्ने मान्छेहरूको लागि दिन्छ कि। त्यही भएको भएर अब हामी चाहिँ सिधै जान्छौँ। सिधै गइसकेपछि त्यहाँबाट राइट टर्न गर्नुपर्छ क्या हो, उसो चाहिँ गर्नुपर्छ। अब तपाईँको बाटोमा हिँड्दाखेरि ख्याल गर्ने भनेको सेकिन सोकुदो ख्याल गर्नुपर्छ। अनि पछि कहाँनिर ओभरटेक गर्न पाउने नपाउने भनेर सबै लेखेको हुन्छ। अनि कहाँनिर यु टर्न गर्न पाउने नपाउने भनेर लेखेको हुन्छ, त्यो ठाउँमा चाहिँ गर्नु भएन। ट्राफिक नियम यताउति बाटोको छेउछाउ बाटोमा सबै हेर्नुभयो भने सबै त्यहीँ लेखेको हुन्छ कि। ओके गो। चाहिँ स्पिड लिमिट नभएको भएर 60 को स्पिडमा दुगुर्दैछु। हेर्नुभयो भने यहाँ देख्नुहुन्छ। यदि चाँडो उ बल्छ क्या, रेड लाइट बल्छ कि। उतापट्टि त्यो मान्छे गाड्ने बाटो पिलिपिल गर्न पाएको छैन, यहाँ येल्लो बोलिसकेको हुन्छ कि। त्यही भएर यस्तो बेलामा चाहिँ डिसिजन चाहिँ एकदम फास्ट गर्न सक्नुपर्छ कि, पर्दो रहेछ। मैले पनि ख्याल गरेको सुरुमा त कहाँको उता त्यो साइडको त्यो मान्छे काट्ने बाटोको लाइट हेर्दा कहाँ छ यहाँ येल्लो बल्यो भनेर, येल्लो बल्न लाग्यो भनेर दुग्राउने अथवा पहिले नै रोकिदिने कि, पहिले नै स्पिड स्लो गर्ने कि। त्यो भनेको त पछाडि आइरहेको गाडीहरूलाई त मेयाको हुन्छ नि त, डिस्टर्ब हुन्छ। त्यो भएको भएर अलिकति गाह्रो त गाह्रै हुन्छ।
लगाएर 2-4 मिनट रेस्ट गर्नु पऱ्यो। अहिलेको लागि यति नै, फेरि भेटौँला, बाई बाई।